भुर्नेको मेरो गाउँै छेउमै यहाँको सबैभन्दा ठुलो अस्पताल सरकारी अस्पताल यहाँ भुर्नेमा निःशुल्क सेवा हुन्छ, पैसा लाग्दैन। त्यही रेजिस्ट्रेसन गर्दाखेरि यहाँको मान्छेलाई 1 रुपियाँ, हामी सरकारी काम गर्ने नेपालीहरूलाई 3 रुपियाँ, परिवारलाई 5 रुपियाँ लिन्छ। यहाँ सबै ठाउँमा अस्पतालहरू एउटा जिल्लामा 3-4वटा छ, तर जे गर्नु पऱ्यो भने अब यही ठुलो अस्पतालमा आउनुपर्छ। अल्ट्रासाउन्ड, एक्सरे, एमआरआई सब गर्नु पऱ्यो भने यहाँ नआए हुँदैन। अनि यहाँ यो अस्पतालले नआउने प्राइभेट अस्पताल छ, जेपिएमसी, सरकारी काम गर्ने हो, त्यहाँ पनि फ्री नै हुन्छ। नत्र भने यहाँ पैसा तिर्नु पऱ्यो भने महँगो हुन्छ। एकचोटि अस्पताल बस्यो भने यो नेपाली 20-25 लाख त जान्छ। बेलुका भात खायो, अब भुँडी घटाउनु मन लाग्यो भने यही बाटोमा लखरा हिँड्ने हो। त्यही 10-15 मिनटदेखि 1 घन्टासम्म। अहिले त नेपाल गएर आएको, बेसखाना खाइएछ क्या हो, वेट त थाइरोइड बढे छ। जति दौडे पनि जति हिँडे पनि नहुने भइरहेको छ अहिले। मजाले वेट बढेको छ। म नेपाल जाँदाखेरि 64 किलो थिएँ, नेपाल गएर आएपछि 2 किलो बढ्यो, 66 भयो। त्यही पनि डल्लो मान्छेको फुडी चाहिँ फुड्लुक्क पेट बोकी आएको जस्तो भएको छ। के गर्छ, आफूलाई जस्तो पायो त्यस्तै भएर हिँड्नु मन नलाग्ने। अब यसो शरीर त बनाउनु भन्दाखेरि दुःख पाइन्छ। हिँडेछु आज पनि। अब हिजो 6 बजेदेखि ड्युटी गरेँ, 8 बजीसम्म घरमा आएँ। अब फेरि अहिले बिहान 5 बजे उठेर फेरि वाकिङ। के अब रोग पस्छ, रोग पछि फाल्न गाह्रो हुन्छ। अरूभन्दा पनि एट्याक आइदियो भने, स्ट्रोक भइदियो भने त अपाङ्गै पनि खतरा हुँदो रहेछ। मेरो साथीहरू स्ट्रोक भएर झन् अपाङ्ग भएर बचे, तर हुनु पाएन। यहाँ अस्पताल यहाँ राम्रै उपचार हुँदो रहेछ। नेपालमा भए कक्रेर बस्नु पर्थ्यो। यहाँ चाहिँ जोस् हात खुट्टा लुलो भइसक्यो, हिँड्नु नसक्ने, त्यस्तो मान्छेको पनि आखिर ठिक भयो। खुसी लागेको छ। साथीभाइहरूबाट मुक्त भएका छन्।